नि त तपाईँहरूको ऊ छ होला नि त फेरि जीवन बिमा छ होला नि त त्यस्तो केही छैन दाइ छैन लाइफ इन्सुरेन्स केही छैन केही छैन है दाइ सेफ्टीको लागि जस हामीले चाहिँ कम्पनीले त्यति राम्रोसँग चाहिँ गरेको छैन के दाइ अब यो पनि व्यावसायिक रूपमा हुनु जरुरी छ सबै कुरा होइन सिस्टममा आउनु जरुरी छ हो है त्यो भयो भने चाहिँ जस हामीले पनि हैन अलिकति यो पनि त के अरे अनसेफ काम हो नि त होइन है केही भयो भने अब हामी दुईटा तपाईँको हातमा हो नि त पहिला कुरा होइन फेरि ठिक छ सेफ्टी लाछौँ सबै तर पनि स्विमिङ खेल्न बराबर आउनु पर्यो होइन हर चिजमा रिस्क हुन्छ नि त हुन्छ तर अब यो त हजुरको पानी जस्तो कुरा भयो कुनै मान्छे फेरि यहाँ आएर त्यो ग्रुपमा आउने कसैले झगडा गर्यो भने होइन नमिलेर त्यसरी केस भएछ होला नि हुन्छ अब हजुर यहाँ एकै थरीको मान्छेहरू आउनुहुन्न नि त धेरै थरीको मान्छेहरू आउनुहुन्छ ठिक छ हामीलाई एउटा उतारै हुन्छ आधी घन्टा भयो त्यो प्रब्लम होइन 1 घन्टा होइन यो जुन चाहिँ त्यो अर्को त्यो छाना भएको मोटर होला त्यसमा कति चार्ज हजुरको उ त्यो भन्नुभएको त्यो गोट जस्तो के हजुर त्यसको हजुरको 1620 हजुर त्यहाँ नि घन्टाको हजुर कतिजना अट्छ हजुरको त्यसमा 8 जनासम्म अट्नु हुन्छ त्यहाँ चाहिँ त्यो त डिजलबाट होला नि कि होइन त्यो हजुरको खुट्टाले चलाउने हो हजुर बाइसाइकल जस्तै हजुर तपाईँको समितिको यो छाउको यो कतिवटा छ हजुरको हाम्रो टोटल 365 वटा छ भाइ तपाईँहरू सबै तपाईँकै हो त्यो हजुर तपाईँ कम्पनी होइन हाम्रो मेरो साउको चाहिँ भन्नु मेरो हजुरको त्यस्तै 30-40 वटा छ यहीँको साउ हजुर न्यावर कि अरू कोही हजुर न्यावर हो साउ भन्नुभएको मेरो चाहिँ गुरुङ हो हजुर गर्मीमा कसो हुन्छ गर्मीमा राम्रो हुन्छ होला यो डुल्नलाई तपाईँहरूको लागि जस गर्मीमा चाहिँ हजुरको अब हाम्रो लागि भन्दा पनि जस गेस्टहरूलाई अलिक जस पौडी खेल्ने भयो भने पाइयो गर्मीमा हजुरको अब जाडोमा त धेरै चिसो हुन्छ पानी मिलेन गर्मी महिनामा चाहिँ हजुरको अब पाइयो पौडी खेल्ने यताउता एउटामा कतिजना अट्छ भाइ हजुरको यस्तो अब घुम्नेमा चाहिँ हजुरको 5 जना हुन्छ हजुरको अब मन्दिरमा चाहिँ अब हजुरको 7-8 जनासम्म हुन्छ मन्दिर आउनेमा चाहिँ हजुरको अलिक बढी हुन्छ है हजुर